सो व्हाट्सअप गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप आज चाहिँ अब म तपाईँहरूलाई चाहिँ अब मेरो यसको यो 250 को चाहिँ इन्जिन कस्टिङको बारेमा चाहिँ भन्छु, जुन चाहिँ मलाई फुल इन्जिन रिपेयर गर्नलाई चाहिँ यति खर्च लाग्यो भनेर चाहिँ हैन। अनि मलाई चाहिँ धेरैजनाले चाहिँ टिकटकमा सोधिरहनु भएको थियो, त्यो कारणले गर्दाखेरि चाहिँ मैले अब यो भिडियो बनाउन लागेको। अनि यो इन्जिन बनाएको चाहिँ मैले खासमा बाइकर्स पोइन्टमा हो। बाइकर्स पोइन्ट चाहिँ वान अफ द अब इन्जिनको लागि चाहिँ एकदम चिनेकै ठाउँ हो। अब बन्न पनि फेरि नयाँ जस्तै सोरुम कन्डिसनै भन्छ, त्यो चाहिँ दुई मतको कुरै छैन त्यसमा चाहिँ। अनि अब यसमा चाहिँ मैले अब मोडिफिकेसनको कुरा गर्नु पर्दाखेरि चाहिँ खासै त्यस्तो केही पनि छैन, तर पर्फर्मेन्स अपग्रेड गर्नको लागि चाहिँ मैले दुई चिज चाहिँ मेन चाहिँ अपग्रेड गरेको छु। त्यसमा चाहिँ अब एउटा चाहिँ पर्छ, त्यसमा चाहिँ इरिडियम स्पार्क प्लग। इरिडियम स्पार्क प्लग चाहिँ यहाँनिर छ है, यो इरिडियम रेनबो कलरको नट जस्तो देखिरह हैन, यही हो। अनि यसमा चेन्ज गरेको भनेको चाहिँ फ्युल पम्प मोटर हो, त्यो चाहिँ डिब्लेजबाट मैले लिएर थिएँ, यति हो। अनि यसको साउन्ड चाहिँ एकदम अमेजिङ दामी सोरुम कन्डिसन जतिकै छ। यसको आरपिएम पनि इरिडियम स्पार्क प्लगको कारणले गर्दा चाहिँ एकदम रेस्पोन्सिभ छ। एकैछिन सर्ट बढ्छ त्यो इरिडियम स्पार्क प्लगले चाहिँ। आरपिएम चाहिँ राम्रो एकदम इनिसियल दामी पिकअप लिन्छ कि, त्यति हो। अनि यसको इन्जिन कस्टिङको बारेमा भन्नुपर्दा चाहिँ अब यसमा चाहिँ मैले नेपाली 30,000 मा चाहिँ इन्डियाबाट सामान लिएर आउँदाखेरि चाहिँ के आएको थियो भन्दाखेरि चाहिँ ब्लक किट आएको थियो, ब्लक किट। त्यसपछि अब त्यसमा आयो अरू भेल सिल, केमचेन टेन्सनर, अनि त्यसपछि तलको एउटा क्र्याङ्क साफ्ट पनि मगाएको थियो। अनि त्यसपछि फेरि नेपालमा चेन्ज गर्नु पर्यो चाहिँ मेन बेरिङहरू चाहिँ अब उता इन्डियातिर चाहिँ पाएन मैले लिने ठाउँमा चाहिँ। अनि फेरि यतै नेपालबाटै गर्दाखेरि चाहिँ त्यसमा चाहिँ अब मेरो चाहिँ त्यो सामान मगाउँदा मात्रै चाहिँ 30,000 लाग्यो नेपाली इन्डियाबाट आउँदा। अनि त्यसपछि के लिएर आउँदाखेरि अनि नेपालमा चाहिँ 40,000 जस्तो लाग्यो। त्यो 40,000 चाहिँ टोटल 70,000 मा चाहिँ पुरा क्लियर भयो इन्जिनको रिपेयर।